पछिको यो हाम्रो पहिलो यात्रा पोखरा, गान्द्रुक, सिक्लेसुदै कोरी डाँडासम्मको यात्रामा हुन जाने उतार चढाव त धेरै थिए, तर त्यो भन्दा धेरै रमाइलो गर्ने मौका पायो। आँखै नथाक्ने मनमोहक दृश्यहरू मानौ कि म त्यही हराए। म त्यसको बयान न म मुखले गर्न सक्छु न त क्यामेरामा कैद नै गर्न। 1 हप्ता लामो यात्रामा हाम्रो पहिलो दिन पोखरा स्थित होटल पौवामा रह्यो। समग्रमा भन्नुपर्दा यस होटलको मलाई सबै कुरा राम्रो नै लाग्यो। पोखरा फेवातालमा आएको बेला काइकिङ गर्ने हामी दुवैजनाको इच्छा पनि पूरा गरियो। पहिलोचोटि भएर होला डर पनि उत्तिकै लागेको थियो, तर बिस्तारै डर आनन्दमा परिणत भयो। दोस्रो दिन बिहान मन्दिरको दर्शन गरी केही बेर फेवातालको मनोरञ्जनले खाना खाएर गान्द्रुकतर्फ लाग्यो। रमाइलो फिल भइरहेछ। हामी गान्द्रुक गाउँमा घुम्न आएको छौँ, हामी बुढा र बुढी। अनि आउँदा आउँदै चाहिँ बाटो चाहिँ एकदम धुलो अनि एकदम अफरोड थियो। त्यही पनि मलाई एकचोटि नजारिकन ल्याउनु भयो। गान्द्रुक प्राकृतिक हिसाबले मात्र नभएर कला, सांस्कृतिक मूल्य र मान्यताले पनि धनी भएको एउटा गुरुङ बस्ती हो, जहाँ अधिकांश क्षेत्रहरूमध्ये धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सफल स्थान बनेको छ। गान्द्रुकको सुन्दरता निहाल्न नपुग्दै हामीहरू पुनः पोखरातर्फ लाग्यो। यसरी हाम्रो तेस्रो दिन पुनः पोखरामै तर लेक साइडको चौतारी बुटिकमा रहेको थियो र यहाँको सर्भिस पनि एकदमै राम्रो छ। त्यसै गरी भोलि चाहिँ बिहान चौथो दिन हामीहरू लाग्यो सिक्लेसतर्फ। बाटो एकदमै डेन्जर छ। सो मेरो बुढो चाहिँ रोड हुँदै त्यहाँ पर पुग्नुहुन्छ र म चाहिँ हिँड्दै त्यहाँ पुग्छु। उहाँभन्दा पहिला पुग्ने भनेछु म। हेरौँ को पहिला पुग्नुहुन्छ। बाटो एकदमै डेन्जर छ। हामीले चाहिँ स्कुटी लिएर आयौँ। सकभर स्कुटी चाहिँ लिएर नआउनु होला, बाटो एकदमै डेन्जर रहेछ। तल म एकचोटि देखाउँछु। तल हेर्ने भने त डर लाग्छ। म त तल हेरेको छैन, सिधै पुल मात्रै हेरिरहेको छु। यस्तो डेन्जर छ। म अहिले सेन्टरमै आएको छु कि यति खोला सोसाको आवाज सुन्ने, त्यो सुन्दाखेरि यस्तो डर पनि लागेको छ। गाइस फाइनली म आइपुगेँ। म रोडमा झर्दैछु। कता हो बाटो भाइ? ल म चाहिँ बाटोतर्फ लाग्दैछु है गाइस। राम्रो रहेछ बाटो।
ल हाम्रो सिक्लेसदेखि चाहिँ कोरीको ट्रेक सुरु भएको छ र मसँग हुनुहुन्छ मेरो बुढा रोहित बजाचार्य। हेलो भनिदिनुहोस् मेरो भ्युअरहरूलाई। उहाँको पनि आफ्नै युट्युब च्यानल छ है, उहाँको युट्युब च्यानलमा गएर सब्सक्राइब पनि गरिदिनु होला। हेलो इग्नोर। भरिया चेन्ज भएको छ। कस्तो लागिरहेछ त बुन्टु? मेरो फर्स्ट टाइम होइन नि। के सामान छ र यहाँ भित्र? तिम्रै एउटै छ, मेरो केही छैन। मेरो सबै लाएर हिँड्नेछु मैले। खास एक दिनमै पुगे पनि हो हुनलाई। हामीले चाहिँ छोटो छोटो गरेर 2 दिनको ट्रेक बनाएको थियौँ। थाहा छ कि कहाँ गएर डल्ने? थाहा छ होइन? थाहा छ बास बस्नको लागि चाहिँ हामीले लेट नै हिँडेको थियौँ। त्यही भएर बाटोमा खोइ नबितेको कि के हो यस्तो। अब के हेर्नु एउटा कुकुरले हामीलाई साथी दिएछ। के मलाई त कति साथी जस्तो फिलिङ भयो। नपठाउनु घर। हामी यो डाँडादेखि त्यो गहिरामा झरेर त्यो माथि आएको छौँ। डाली मैले तर हजुर यतिको हिँड्नुहुन्छ भने म सोचेको पनि थिएन। तपाईँ बहुत हिँड्न सक्ने मान्छे। मलाई त बरु ठिकै हो, तँ बरु हिँड्न सक्दैन जस्तो लाग्थ्यो। मैले तपाईँलाई भन्थेँ म हिँड्न सक्छु भनेर। तपाईँको कति हो ट्रेक हो? मेरो दोस्रो बल्ल हो। कहाँ कहाँ जाने इच्छा छ भने? होइन खासै रात त परेको होइन, जम्मा 4:30 त भयो नि। छोटो दिन छ त अनि त्यो पनि मेरो गल्ती भयो। हिँडेदेखि मसँग कराएको। तासा 40 मिनट। ताई डर लागेन? काली चाहिँ भएपछि हामीलाई अलि डर लाग्दैन कि। ट्रेकिङ भरि कोही मान्छे भेटिएन। यो कुकुर चाहिँ हाम्रो साथी भएको छ कि कति डर पनि लागेछ नि यो कुकुर भएर हामीलाई। यति राति भइसक्यो। प्रोटेक्सन दिएछ बिचरा। उही माथि बस्छ होला। ओके यो मिक्स होला के भोटे कुकुर र हो न। खुट्टाहरू न ठुल्ठुलो हो के। यसलाई भात दिनुपर्छ माथि लगेर। केही नै हामीसँग पनि फेरि। हजुरहरूको फर्स्ट ट्रेक चाहिँ कोरीलाई राख्नु भएको छ भने चाहिँ नगर्नु भन्न चाहन्छु। किनभने एकदमै गाह्रो छ बाटो। पुरै यो सिडीवाला छ। अझ ओह्रालो झन्दा चाहिँ एकदमै गाह्रो हुन्छ कि। उकालो चाहिँ बिस्तारै पनि चढिन्छ। गाह्रो भइसक्यो। 5:45 बजे हामीहरू यहाँ तासामा आएको छौँ। ल हाम्रो होटल चाहिँ यही हो। तपाईँहरू तासा आउँदा चाहिँ यहीँ कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। हाम्रो काली कहाँ हो के? डल्ली बोलाउनु न। सेती मेरो कालीलाई भगाइदिस् तैँले? बुक अब बिस्कुट छ र दाजु। बोलाको त्यो अलि यहीँबाट यति नजिक देखिएछ डल्लै। हामी माथि जाँदा त म बिहोस नहोम्ला है फेरि।
यस्तो रहेछ कि डाँडा यहाँबाट तिनेर पुरै डाँडै डाँडा पुरै हामी हिँड्न पर्ने अहिले ए यहाँबाट यहाँ सबै हिँड्ने वहाँ पुग्नु उतना रहेछ नि त मास्तिर हिजोको हाम्रो साथी काली उति हाम्रो रुममा गयो चिन्यो नजिस्काउनु के रातिमा त कसरी हिँड्ने यस्तो यो त गोरे गोरे हो नि ठ्याक्कै गोरे हो भनेछ मौसम सफा छ भोलिदेखि भिउ राम्रो देखियो भने पुग्यो बिहानमा त फुल्छ अरे क्या कुछ पैसे बचा के घूमने निकल जाया करो वरना बुढ़ापे में घुटनों के दर्द के साथ घूमोगी क्या मिटरको हाइटमा हामीहरूले खाना खाने ठाउँ यो पर्यो फुरुरु हिमालय भेगमा ओ देखेर बिराती गाँसेको हजुरलाई यो गीत गाउन आउँछ गीत गाउनु होइन कि भिजिन्छ फेरि लास्टै चिसो गर्नु कति मिनट लाग्छ 10 मिनट हाम्रो होटल नमस्ते हो नि होइन यताबाट जाने हो आउँछ छिटो आउनु न ओके म चाहिँ अब वहाँ गइसकेपछि मात्रै भिडियो बनाउँछु अब त्यसपछि चाहिँ अब बाटोमा बनाउँदैन मलाई पनि थप्नु लागेछ ओके बाई बाई हामी चाहिँ कोरी डाँडा आयौँ कोरी हिल अझै माथि छ होइन यो 3800 मिटरको हाइटमा अहिले भर्खरै हिउँ पर्दैछ चिसो छ है कुहिरो पनि लाख हिउँ पनि परेछ हल्का बिस्तारै ल अब 10 मिनटको डिस्टेन्समा चाहिँ हाम्रो होटल छ नमस्ते होटल आज हामी त्यही बस्छौँ होला Dolly, one song for me. Dolly. एउटा गीत राम्रोसँग गर्नु भक्कु छ भौरोटी भक्कु छ नगर मसँग चक्कु ओके हामीहरू चाहिँ अब कोरीको डाँडामा जान लाग्दैछौँ बिहानको 6 बजेको छ हामी चाहिँ सनराइज हेर्न भनेर चाहिँ अलिक चाँडै जानु लाग्यो अरू ग्रुपहरू चाहिँ उठ्नु भएको छैन एकदमै जाडो हो डल्ली रेडी हो हाम्रो होटलदेखिको भ्यू वा सनराइज हुन लागेको छ
के सनराइज हुनुभन्दा अगाडि हामी त्यहाँ पुग्नुपर्छ डल्लै छिटो हिँड्ने फर्किनु त मनै थिएन जति बस्यो उति बस्न मन लाग्छ यो एरिया भनेको ठाउँ नै यस्तै छ फोटोसोटो खिचियो अलिकति मेमोरी लाग्नको लागि अनि रमाइलो भयो राम्रो छ कोरी तर बाटो चाहिँ अलिकति अप्ठ्यारै लाग्यो मलाई हिँडिरहने मान्छेको लागि त ठिक छ तर फर्स्ट टाइम आउनेको लागि चाहिँ कोरी फर्स्ट ट्रिप नगराउनु होला अरू सबै कुरा एकदमै राम्रो छ है हिमाल त हो माइ गॉड यो हामी गएको डाँडादेखि अर्को डाँडामा त हिमाल भयो जस्तो देखिन्छ कि तर त्यति नजिक पनि हुँदैन आफ्नो आँखाले देखे जस्तो यो आँखाले हेर्दा जति सुन्दर छ त्यो क्यामेरामा चाहिँ क्याप्चर गर्न नमिल्ने रहेछ धेरै नै राम्रो छ क्या त्यही हो तपाईहरु पनि आउन सक्नुहुन्छ एकदम राम्रो छ है हिजो आउँदा त्यस्तो केही थिएन यो बाटोमा हिजो स्नो परेर पुरै बाटो भए यस्तो एकदमै राम्रोसँग हिँड्नुपर्छ फेरि जमेको हिउँमा अलिकति चिप्लिने हुन्छ क्या हामीले खाना खाएको ठाउँ है यो चाहिँ अहिले 11 बजीतिर आयौँ खाना चाहिँ हामी तलै तासामै खान्छौँ तपाईहरु देख्न सक्नुहुन्छ हामीहरु यहाँ सिक्लेस हाइवे पार आइसकेको छौं बल्ल बल्ल अब चाहिँ यो पुल तरेर डाइरेक्ट सिक्लेस जान्छ र त्यसपछि चाहिँ समय भयो भने चाहिँ हामीहरु आजै पोखरा जाने भनेको छौं यदि भएन भने चाहिँ हामी सिक्लेसै बसेर भोलि पोखरा हुँदै घर जाने चाहिँ सल्लाह गरेको अब हेरौँ के हुन्छ है ल फाइनली हाम्रो कोरीको ट्रेक सकिएको छ कोरीको ट्रेक चाहिँ आज हाम्रो तेस्रो दिनमा पुरा गरेको छौं हामी सिधै डाइरेक्ट कोरीबाट 3800 मिटरको हाइटबाट सिधै डाइरेक्ट आज कति भयो टाइम 4 भनेपछि 5 6 7 लगभग 7 घण्टामा आइयो कोरीदेखि सिक्लेससम्म आज चाहिँ टाइम अझै छ त्यसकारणले हामी चाहिँ पोखरा जान्छौँ आज पोखरा गएर बस्छौँ अब पोखरा जानलाई यहाँबाट लगभग 3 घण्टा त लाग्छ होला अब रात पर्न लागिसक्यो घडीमा 4:30 बजेको छ र कोरीको ट्रेल पनि एकदम रमाइलो पनि छ एकदम दुःख पनि छ हिँड्न सक्नेलाई रमाइलो हिँड्न नसक्नेलाई एकदम गाह्रो छ है ल यो कोरीको ट्रेक चाहिँ हामीले 3 दिनमा आज सिक्लेस आएर पुरा गरौँ समाप्त भयो ल तपाईहरुलाई पनि आउन मन छ भने एकदम बुझेर आउनु होला
सकेसम्म गाडीमा आउनुहोस् पोखरादेखि सिक्लिस र यहाँबाट ट्रेकिङ गर्ने त भइहाल्छ। त्यही हो। हस् धन्यवाद, थ्याङ्क यू। एकछिन जाँदै नजाउँ, एकछिन बसिराख्नु जस्तै हुने थियो भने एकदम रमाइलो, सोचेको भन्दा नि धेरै रमाइलो।